मजै भिडियोवाला है। हेलो वेलकम ब्याक टु माई च्यानल अनि मेरो च्यानलमा सबैजनालाई स्वागत छ। आजको चाहिँ भ्लग हुँदैछ होइन, एउटा धेरै दिनपछि आज चाहिँ हामी पोखराको साइडमा रहेको लकडाँडा भन्ने ठाउँमा जाँदैछौँ। केटाहरू निस्किँदैछ, म पनि निस्केर रेडी चाहिँ गरिसक्यो। केटाहरू पुरा निस्किँदैछ है। ल के हो त नजाने हो, चड्डी देखाएर बस्ने हो। यता विक्रम भाइ निस्किँदैछ, यता रेडी भइसक्यो सरकार होइन। हेलो यता जीवन भाइ जाने कि नजाने अरे हो भक्ति भाइ बाजे यो पनि खुट्टा धुँदैछ किरण भाइ। ल हामी चाहिँ अब बाटो हिँड्दै छ, बिचमा भ्लग बनाउने छु होइन, सो हेर्नु होला। तर बाटोमा बोल्न त अलि गाह्रै पर्ला, यसो साइडमा गएर बोलिदिनु ल ल। सबैजना हेर यहाँ क्यामेरामा हेरिदेऊ। के हो यो? दुईजना केटाहरू चाहिँ अगाडि हिँडिरहेको छ अनि हामी चाहिँ पछाडि छ होइन। केटाहरू लकडाँडा हिँडेर हामी चाहिँ घुम्नु तल केटाहरू अलिकति हिँड्नु त यहाँ पानी पर्न लाग्यो त्यो बेबी पाए जस्तो देखिया जान्छ केटाहरू। टाइम लाग्दैन है केटा हो, के बाटो यतै लागौँ केटा हो। केटा हो आज पनि त्यो पारा अर्कै होला जस्तो छ। यतादेखि निस्किने हो सर्टकट है, सर्टकट केटा हो। बोकिरहेको केटाहरू के बोकेछ केटा हो। सिरिप पखाल्नु पर्छ हल्का। केटाहरू इलाज अलग करे ल एक दिन जानु होला नि त। यहाँदेखि के केटा बाटो, यहाँदेखि सर्टकट। अब उकालो तर लाग्नुपर्छ। काम भयो यहाँ खेल्न ल कहीँ नहीं घर केटा हामी अभी मजा आएगा ना भिड़ो
म चाहिँ भिडियोवाला है तलै बस्न ठाउँ छ भनेको यहाँ रहेछ हो होइन केटा देख्न सक्नुहुन्छ पोखराको भ्यू हाम्रो दाजुहरूको चाहिँ आज जक्सन हुँदैछ जक्सन वा 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 चेस भनौँ न यार सबैजनाले यार के हो र अनि आफू चाहिँ यस्तोमा है पेप्सी ल साथीहरू होइन हामी चाहिँ अब हल्का खाएर चाहिँ होइन अब पानी पर्यो खाँदा खाँदै मैले मेरो कटेजमा छौँ होइन खाली कटेज रहेछ त्यही पानीदेखि बच्नको लागि यहाँ बसेछौँ है बसिरहेको छौँ यो पानी कहिले बस्छ अनि त्यसपछि हामी चाहिँ रुमतिर सजिलो पर्ने हुन्छ चाहिँ पानी परिरहेको अब पोखरातिर पानी र नानीको भर हुँदैन भन्छ त्यस्तै भएको तिर जाउला ल हामी चाहिँ पानी परेर यहाँ दिदीकोमा दिदी चाहिँ मोहनी दिदी चाहिँ पढ्नु भएको रहेछ दिदी मकै सेक्सेमा सर र आजाद नि है ल सातजना केटाले सातवटा मकै पोल्नुपर्छ होइन दिदीले मकै पोल्नु भएको छ र कम मकै पोल्नुपर्छ अनि त्यसपछि मकै त्यसपछि रुमतिर चालिदिनु पर्ने हुन्छ केटा हो ल दिदीहरूको घर पनि सँगै रहेछ मगर भाषा पनि मिल्ने साथीहरू फाइनली हामी चाहिँ रुम आइपुग्यो होइन अब पानी परिरहेको थियो बिचमा यसो भिडियो गर्न पाइएन होइन सो भिडियो यति नै हो जति पनि मेरो सब्सक्राइबरहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एकदम लाइक कमेन्ट सेयर गर्नु अनि जति पनि नयाँ नयाँ अरे कहना क्या चाहते हो न्यू मेम्बरहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सब्सक्राइब अनि लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै आजको यो भिडियोलाई अन्त्य गर्न चाहन्छु हस् त धन्यवाद।